सबैजनालाई नमस्कार। आज हामी चाहिँ यहाँ हाम्रो धान काट्न आएका छौँ। अब यहाँ समाचारहरूमा चाहिँ 4-5 दिन धान नकाट्नु, पानी परिरहेछ भनेर चाहिँ समाचार आइराखेको छ। भए पनि हामी चाहिँ फेरि असिना आयो भने त सबै धान लान्छ। त्यही भएर आज हामी चाहिँ यहाँ धान काट्न आएछौँ। हाम्रो दाइ चक्की आएर चाहिँ यहाँ धान काटिसक्नु भएछ। दाइले मार्नुहुन्छ होला है। यसपालिको हाम्रो धान चाहिँ खासै त्यति फलेको हो कि नफलेको हो कि थाहै भएन। ल है, अब हामी चाहिँ धान काट्नुको लागि चाहिँ रेडी। खेत गर्ने मान्छे झन्डै मर्यो भने यहाँ किन हात दुखेर खेत गर्दा हात दुखी खाँदा पेट दुख्ने होला। पेट दुख्ने झन् खत्तम हुन्छ भन्दैछ अहिले भर्खर। हाम्रो त त्यस्तो बानी छ क्या मात्र यो त ठिकै हो। कच्चा त यो काट्ने चाहिँ ठिक छ। साह्रो महँगो परिदिनु पानी पर्यो पानी पर्दा क्या गर्ने नाच्ने। हाम्रो धान चाहिँ लगभग काटिसकियो। अब चाहिँ जानु बाँकी छ। पानी पनि पर्न लागेको छ। हातको ठेउलो उठ्यो कि कता गयो? अब पानी पर्छ कि यस्तो छ। पानी पर्यो भनेको चाहिँ गाह्रो हुन्छ। थोरै छ हाम्रो मेला। अब चाहिँ हाम्रो यहाँ मेसिनमा झार्दैछौँ। पानी परिराखेको छ। पहिलातिर हो भने चाहिँ हामीले हातले झार्नु पर्थ्यो है। अहिले चाहिँ मिसिन आएर धेरै सहज भएको छ। यसपालि
आज धान पनि अलि राम्रो फलेन छ। हेर्नु न छोटो छोटो भएछ पराल पनि। आमादम धान झार्दैछौँ हामी चाहिँ। भयो त धेरै त फल्दैन 10 मुरी मात्रै हो। तेजुले साह्रै मिहिनेत गर्नुभयो अर्ग्यानिक खाने भनेर। अर्ग्यानिक खानु हुने अरे ल ठिक छ त। बाँकी चाहिँ थुप्रो उठाउनु चाहिँ माथितिर तलतिर हो उतातिर यी डल्लै बाँकी छैन अझै। दुईटा गरेको सब राम्रो भयो कि भएन? उल्टो यसरी पकाउनु भएको यसरी गरेन। उल्टो उल्टो हो भयो भयो। भाइ तपाईलाई धेरै धेरै धन्यवाद। रोप्ने बेलामा नि सघाउनु भयो, आज काट्ने बेलामा पनि। टन्नै फल्यो टन्नै फल्यो। घरको तला नै भाँचिने अन्नाले भने ल अब चाहिँ हाम्रो धान सकियो। खला उठाउने भयो है अब हाम्रो धान चाहिँ। अनि पानी परेर यहाँ जमिरहेछ। आलु पनि रोप्यो भने खाइ नसक्ने फल्छ है। फल्छ नि, पानी चाहिँ हुनु पर्यो। पानी चाहियो नि।